रानी तलाउको रिङ रोड भन्दा केही पर, अलिकति पर, झिङ्गटीले छाएको सानो घर अगाडि पुगेर बिस्तारै एउटा मोटरसाइकल रोकिन्छ। कुपोषणले मरेको बच्चालाई रुँगेर बसेकी शोकग्रस्त आमाको मासु खान अर्को एउटा भोको गिद्ध भर्खर आइपुगेको छ र बाबुरीका विक्षिप्त आँखाहरू चिम्म भएका छन्। नमस्कार, कार्यक्रम शब्द श्लाघामा स्वागत छ। म हुँ संजोग र मलाई प्रविधिमा साथ मिलिरहेको छ लक्ष्मी पोखरेल दाईको। अब प्रस्तुत छ नवीन अभिलाषीले लेख्नु भएको क्यारिङ। मध्य हिउँद, शीतका फूलहरू बर्सिरहेछन्। हुस्सुको रजाई ओढेर नेपालगञ्ज सुस्ताएको छ। बाक्लो कुहिरोले टालिएको आकाशलाई छिचोलेर सूर्यका किरणहरू धरती टेक्न असमर्थ छन्। मध्याह्न भइसकेको छ, तर अर्ध अन्धकारले छोपिएका छन् साँघुरा गल्लीहरू। चोकहरूमा देखिन्छन् छिटफुट सवारी, अटो रिक्सा र पहेँलो हेडलाइट बालेर हिँड्दै गरेका मोटरसाइकलहरू। फाटफुट मानिसहरू काखीभित्र हात घुसाएर हतार हतार गन्तव्य छोट्याउँदैछन्। आँखै अघिको आकृति समेत थम्याउन मुस्किल छ। असारे झरीले जस्तो भिजेका छन् सडकहरू, आँगन र घरका छानाहरू। शीतले नुहाइरहेका निमका बोटहरू सिङ्गो हिउँद थामेर उभिएका छन्। जिरिङ जिरिङ परेको छाला ओढेर झोक्राइरहेका छन् छाडा चौपायाहरू। 7-10 दिनदेखि शीतलहर चलिरहेको छ यो शहरमा। राम अचलको मृत्यु पश्चात उसको घरलाई आराम छैन। 3 वर्षे छोरो पनि बिमारले गलेको छ। झिङ्गटीले बारेको बकुरो घरभित्रबाट बिरामी बालकको क्रन्दन फैलिएको छ। त्यो उदास चिच्चाहट घर बाहिर जमेर बसेको चिसो कुसाहासँग ठोकिएर विलीन हुन पुग्छ। बुढिया सासूको काखमा सुकेर चाउरी परिसकेको छोरोले सधैँ जस्तै बिहानैदेखि रोदन गाइरहेछ। बाबुरीले चुलोमा घुर सल्काउँदैछ। एक तमासले फुकिरहेकी छे, तर उसको श्वासमा अग्नि उत्पन्न गर्न सक्ने शक्ति छैन, किनकि पेट रित्तो छ। पछिल्लो पटक डम्म पेट अगाउने गरी खाएको उसलाई याद छैन। ऊ भित्र सृजित अनेक भयहरूले बाबुरीको भोगको भोग गरिसकेको छ। चिसो घुरमा ताप बसिसकेको छैन। धुवाका बुट्टेदार बादलहरू झिङ्गटीको छानो छेडेर आकाश उक्लिरहेछन्। बुढिया सासूका आँखाहरू बन्द भएको वर्षौं भयो। नातिको मानवाकृति काखमा छ, स्पष्ट अनुहार उनको आँखामा छैन। भौतिक स्पर्श र अनुभूतिले सबसे प्यारो छ नाति। मृत छोराको अन्तिम स्मृति अब त्यही रोगी नातिमा पुगेर अडिएको छ। तर दृष्टिविहीन बजेको स्पर्शभन्दा परसम्म दौडिन सक्ने ताकत नातिले जुटाउन सकेन। 2 वर्ष अघि मात्रै कोरोना संक्रमणले राम अचलको सम्पूर्ण लीला लिएर गएपछि बाबुरीको शिरमा आकाश आएर बस्यो। न हातले सिप सिक्न पाए, न आँखाहरूले कुनै अक्षरहरू देख्न। सम्पत्ति पनि छैन। सम्पत्ति नै नभएपछि सपनाको हिसाब हुने कुरै भएन। भोकले खनिरहने पेटका लागि अन्न जुटाउनै नसकेपछि अचल बाबुरीलाई साँझ बिहान भएको मन पर्दैन। घरमा लोग्ने मान्छेको बिउ जोगाउने कर्तव्य लिएर जन्मिएको छोरो जन्मिएदेखि नै बिरामी छ। मर्नु अघि लोग्नेले भनेको सम्झना छ बाबुरीलाई। हम मर जाव तब्बो बेटाऊ वा कई बचाओ, चाहे जैसे बचासो, लडकवा मरि जाई तो तू जिकै का करोगो, तुहु मरि जाओ। काश छोरो मर्यो भने बाबुरीलाई यही संसारमा बाँच्न अनुमति छैन। जब सुक्दै गएको छोराको ख्याउटे अनुहार देख्छे, लोग्नेको त्यही कठोर बाँडी कानमा रन्किएर आउँछ। संसारमा कुन आमाले आफ्नै सन्तानको मृत्युको कामना गर्न सक्दियो? बितेका 2वटा वर्ष त्यही रोगाहा छोरोको प्राण जोगाउने रनाहमा बाबुरीले केसम्म गरिन। तर बच्चाको देह मासुले भरिएन। बरु हेर्दा हेर्दै कपडाको थाङ्नाभित्रै हराउने भइसक्यो, सुकेको दाउरा जस्तो। उचाल्दा पनि हत्कलामा बिजाउने हाडहरू देखेर बाबुरीका आँखाहरू बिरक्तिन्छन्। श्रीमतीलाई सामर्थ्य भन्दा गरौँ भारी बोकाएर राम अचल सङ्घर्षको मझधार बाटे अचानक बिदा भएर गयो। बाबुरीले केही दिनदेखि क्यारिङमा जाने समय पाएकी छैन। झन्झन निस्लोट हुँदै गइरहेको छोरोलाई कसरी छोड्नु? सन्तापले उसको मुटु खाइरहेको छ। तर अस्पताल लैजाने सुको छैन। नाम लेखाउन मात्रै 20 रुपियाँ लाग्छ। त्यही पैसा नभएपछि अस्पताल पुर्याएको छोरालाई हिजै फरक्क फर्किएर घर ल्याएकी थिए बाबुरीले।
च्याख्ला मिसिएको गहुँको पिठो पनि हिजै सकिएको थियो। त्यसपछि भर्खरै सल्किएको घुरको आगोले एकाएक बाबुरीको मनलाई टिप्यो। अन्नविहीन घरभित्र उसको मन अडिएर रहन मानेन। पिठोको रित्तो थैलो चुलोकै छेउमा फ्यात्त फाली परालमाथि ओछ्याइएको पुरानो च्यादर ओढेर हतार हतार बजार निस्की। पुरानो च्यादरले शीतलहरहरू छेक्न सकेन। उसको शरीर कक्रक्क भएर आयो। कहाँ हराएकी थिइस् रे त? बाबुरीले दर्शन चढाउन नपाउँदै पसलको साउजीले पान निख्रिएको रातो जिब्रो निकालिहाल्यो। चिनी सकिएको 2 दिन भइसकेछ। ग्राहकहरू भड्किरहेछन्। तिमीहरू लापत्ता भइरहेछौ। अरे कमसेकम फोन अन त बोक्ने अर। बाबुरीको अँध्यारा आँखाहरू साहुले हेरेन। शीतलहरले बाहिर निस्कि नसक्नु छ। मर्नु र बाँच्नु भइसकेको छोरालाई दबाई गर्ने एक पैसो छैन। घरमा खाने अन्न पनि सकिएको छ। कुन समस्या पहिले बताउने भन्ने बाबुरीले कुनै अड्कल लगाउन सकिन। त्यतिन्जेल पसलको साहुले हतार हतार कागजको चिरकटो बाबुरीको हातमा थमाइदियो। त रुपैयाँ गइहाल। फटाक से 2 लम्बरी चिनी र 10 प्याकेट सोडा र 2 दर्जन बर्तन धुने साबुन लिएर आइहाल। साहुले गल्लामा हात हाल्यो र पैसा निकालेर दियो। बाबुरी स्थिर भई। अचानक छोराको रोदनले बाबुरीको कान भरिए। बलिरहेको चुलो र रित्तो थैलोको दृश्य उसको आँखामा आइपुग्यो। मधेसको सम्पूर्ण चिसो पैतलाबाट शरीरमा उक्लिए जस्तो नराम्रोसँग झङ्कृत भई बाबुरी क्षणभरमै उसको स्मृतिबाट गायब भयो कि साहुको पसलसम्म कुन दुःखको भारी बिसाउन आइपुगेकी थिए। अरे बाबुरिया जल्दी गर्न। झस्किएर बाबुरीले साहुलाई हेरी। मस्तिष्कभित्र निसासिएर बसेका योजना सबै गाँठो पारी र त्यहाँबाट फटाफट दक्षिणतिर लागि। अटो रिक्सामा चढेर रुपैडिहा बोर्डरको गेटसम्म पुग्दा बाबुरीले हातको पैसा 1000 पटक हेरिसकेकी छे। तर पैसाको वैकल्पिक प्रयोगमा उसले हिम्मत जुटाउन सकिन, किनकि नैतिकता सजिलै मर्ने कुरा होइन रहेछ। शीतले भिजेर लगलग भएको छ शरीर। आँखाका परेलामा शीतका थोपाहरू आउँछन्, बस्छन् केही बेर र खस्छन्। ओठहरू नीला भइसके। बाबुरी जति जति दक्षिण पस्छे छोराको चर्को चिच्चाहट त्यति नै जोडले उसको कानमा गुन्जिरहेछ। रोगी सन्तानको स्मृति आहतले हातहरू आफ्नै स्तनमा पर्छन्। हात परेका जुत्रा स्तनको स्पर्शले कुहिरो भरिएको आकाश आँखामा आएर घोप्टिन्छ। जमुनाहाको बोर्डरमा जर्जर देखिन्छ बाबुरी। बबुरिया ओ बबुरिया त कहाँ गायब थिइस् यतिका दिनसम्म? परैबाट सजनीले आवाज फैलाई। उसले 2वटा बोरामा सामान उठाइसकेकी छे। क्यारिङमा सामान उठाउनेहरू बाहेक रुपैडिहाको बजारमा अरू कुन ग्राहक आउँछ यस्तो ठन्डीमा निस्किएर? तर सजनीको पुलिससँग राम्रै साँठगाँठ छ भन्छन्। उसले नचिन्ने कुनै पुलिस छैन रुपैडिहा र जमुनाहामा। कृत्रिम मुस्कानमा सजनीका लागि सम्पूर्ण उत्तरहरू छोडेर बाबुरी साँघुरा ढोका भएर कतै प्रवेश गरी। रुपैडिहा बजार आज उस्तो भिड छैन। भिड त ठन्डी मौसमको छ, जो बाबुरीको तन मन कोपर्न उद्दत देखिन्छ। बाबुरीलाई चटारो छ। हात गोडाहरू सधैँ भन्दा तीव्र गतिले चल्मलाएका छन्। यस्तैमा अचानक सामुन्ने ठिङ्ग उभिन आइपुगी मङ्गली। नजिकै टाँसिएर खुसुक्क सोधी, तैँले आज चेकिङमा थसुलले पुलिसलाई बसेको देखिस्? खै त याद नै गरिन मैले। बाबुरीका आँखाले केही सम्झिए जस्तो गरे। त पनि कति सोझी। त्यो मर्न नसकेको थसुलले सताउने भयो आज पनि। के गर्ने होला? दिग्दारले भरिपूर्ण प्रश्नहरू छोडेर मङ्गली पनि क्षणभरमै बजारभित्र कतै अलप भई। पसलको साहुले थमाएको चिरकटोमा लिपिबद्ध भएको सूची अनुसार बाबुरीले सामानहरू खरिद गरी। सबै सामानहरू एउटै बोरामा बाँधेर टाउकोमा चढाई। सामान धेरै नभएकाले आज थसुलले पुलिस भेटिए पनि त्यति सताउने छैन भन्ने उसको मनमा मसिनो आशा छ। साइकल मोटरसाइकल हुनेहरू भित्री बाटोहरू भएर नेपालगञ्ज छिर्छन्, तर आकाशबाट शीत खसिरहेको यस्तो बेला भित्री बाटोहरू त्यति सहज छैन। नजिकै त्यता कुनै बाटोहरू पनि छैन। घुमेर लामो बाटो हिँड्ने बाबुरीलाई समय पनि त छैन। क्यारिङको एउटा हुल आफ्नै अघि देखेपछि बाबुरी बोर्डर पारी नै केही समय टक्क रोकिए। कि अत्याधिक भिडमा सजिलो कि एक्लै? नत्र पुलिसले हैरान पार्छ। कहिले कसो त सबै सामान नै गायब गर्न पनि पछि पर्दैन। सयौं मानिसहरू छन् जसले बोर्डर पारीबाट थोपामा समुद्र भित्राउँछन्। ससाना पोकाहरू बनाएर टाउको, कोखिल्ला, झोला र साइकलमा खुलेआम सामान भित्राउनेहरूको प्रत्येक दिन लस्कर चलिरहन्छ। नुन तेल र साबुनदेखि भाँडा बर्तन लत्ता कपडा र बोराका बोरा दाल चामल बोक्छन्। पुलिसले सामान्य केरकार बाहेक केही गर्दैन, गर्न पनि सक्दैन। यसरी क्यारिङबाट भित्रिएको सामान बजारकै व्यापारीले किन्छन् र खुद्रामा बेच्छन्। खुला सिमानाको फाइदा उठाएर धेरैले अर्थोपार्जनको सहज बाटो बनाएका छन्।
बाबुरीले क्यारिङ गर्न थालेको धेरै भएको छैन। पुलिसलाई छक्क्याउने, लोभ देखाउने र जसरी हुन्छ फकाएर धेरैभन्दा धेरै सामानहरू ओसार्न सक्ने मनोवृत्तिकी महिला पनि होइन ऊ। तर लोग्नेको मृत्यु पश्चात घर कसले धान्ने? किराना पसलका केही साहुहरूले सजिलो काम भनेर क्यारिङ गर्न बोर्डरतिरै पठाइदिए। यसैबाट साँझ बिहान पिठो जुटाउन सहज भएको छ बाबुरीलाई। तर सोचे जस्तो सजिलो छैन क्यारिङ। साहुले अर्डर गरेको सामान पुलिसको आँखा छलेर झुक्क्याएर र फकाएर भित्राउनु पर्छ। उस्तै पुलिस परे मोलतोल हुन्छ, बार्गेनिङ चल्छ। आइमाई केटाकेटीलाई त झन् गाह्रो। पुलिसले सामान खोस्यो भने आफ्नै लगानी पनि डुब्छ। साहुको लगानी भए त झन् बर्बाद। साहुले छोड्दैन। कतिको त साहुको ऋण नै तिर्न बाँकी छ। बाबुरीका केही सहेलियाको त घरबारै पनि बिग्रिसकेको छ। आज पनि बाबुरीले सोचे जस्तो भएन। चेकपोस्ट भन्दा वरै बाक्ला जुङ्गाहरू मुठार्दै थसुलले हवलदार ठिङ्ग उभिएको छ। उसको छाया देखेरै बाबुरीको मुटु ढक्क भइसक्यो। थाहा छैन आज उसलाई सधैँभन्दा किन डर लागिरहेछ। थसुलेको वास्तविक नाम कुनै महिलालाई थाहा छैन। बर्देको नेमप्लेट पढ्न सक्ने गरी कुनै महिलाहरूले पढेका छैनन्। तर थसुलले हवलदार भनेपछि क्यारिङमा हिँड्ने सबै महिलाहरूले चिन्छन्। यस्तो नाम कसले राख्यो, कहिलेदेखि रह्यो, त्यो भने कसैलाई थाहा छैन। महिलाहरूले कुरा गर्थे जिउडाल मिलेको रूपवती र अधवैश्य आइमाई ढुकेर बस्छ त्यसले। कम मती हराएको पुलिस छ त्यो। बाबुरीले धेरै पटक सुनेकी थिए थसुलेले धेरै महिलाहरूलाई सताइसकेको छ। मङ्गली खोइ? बाबुरीलाई देख्ने बित्तिकै थसुले पुलिसले सोध्यो र टाउकोमा बोकेको सामान भुइँमा झार्न इसारा गर्यो। हमका कछु नाइ पता। बाबुरीका ओठहरू कापे। टाउकोमा बोकेको बोरा बिस्तारै भुइँमा राखेर मलिन अनुहार देखाए। मङ्गलीको गोरो र इसी परेको मङ्गोल अनुहारको पछाडि थसुले खुब लागेको छ भनेर महिलाले कुरा काट्थे। भन्थे मङ्गलीले जति सामान लिएर आए पनि छोडिदिन्छ, खुब फकाउन खोजेको छ। तिमीहरूले एक दिनमा कति ट्रक सामान बोक्छौ हँ? थसुले पुलिसले मुसु मुसु गरेर व्यङ्ग्य छोड्यो। घरै के खरच बासाप? बाबुरीको आँत कापेर आयो। पुलिसले जेसुकै सोधे पनि फर्काउने पहिलो जवाफ यही हो। कास यसरी बोकिएका सम्पूर्ण सामान बाबुरीको आफ्नै घरका लागि हुँदो हो त। त्यो मलाई थाहा छ। अनि के सामान हो यो? कुन व्यापारीको पसलमा लैजाने हो भन्? थसुलेको आवाज झन्झन बलियो हुँदै गयो। तिमीहरूले नेपालगञ्जको बजार सिद्ध्याउने भयो। 2 लम्बर चिनी मात्र छ साप। बाबुरीको आवाज लाचार भइसकेको छ। यो पोकामा भएको सोडा। घर कहाँ तेरो? रानी तलाउको बगलामा साप। बाबुरीको मनमा चस्को पस्यो। अनि पहिले के गर्छ? पुलिसको प्रश्नले बाबुरी एकाएक स्थिर भई। उसलाई यस्तो प्रश्नको अपेक्षा थिएन। हमार मरद का गुजर गइल 2 बरिस होइ गया साप। बाबुरीका दुवै आँखाहरू एकाएक भरिएर आए। हा? थसुलेको आवाजमा किञ्चित पनि विस्मय छैन, दुःखको एउटा बुँद पनि। बरु त्यसको लवजमा एक प्रकारको लालचा लतपतिएको छ। केही बेर बाबुरीको शिरदेखि पाउसम्म निहालेपछि आफ्नो आवाजलाई नरम बनाएर बोल्यो। तेरो फोन नम्बर कति हो? नम्बर दे, छोडिदिन्छु। हामी गरिबसँग कहाँ मोबाइल हुन्छ साप? बाबुरीको शरीर झन्झनायो। तिमीहरूलाई मैले चिन्दिन भन्ने सोचेको छौ? सब थाहा छ तिमीहरूले कहाँ कहाँ पुगेर के सम्म गर्छौ भन्ने कुरा। एकाएक चट्याङ परे जस्तो कड्कियो थसुलले। हप्काएर सातो लिन खोज्यो। अब तिमीहरू एक एकले थाहा पाउँछौ जेलको चिसो सिँढी कस्तो हुन्छ भनेर। बाबुरी निलाम्य भई। थसुले पुलिसको हप्काई खप्न नसकेर उसका ओठहरू थरथर कामे। यस्तो धपसमा आजसम्म कुनै पुलिसले पारेको थिएन। बिहान सल्काएर हिँडेको घरको चुल्हो पनि यतिन्जेलसम्म उसको मस्तिष्कमा निभिसकेको छ। शीतलहरको सम्पूर्ण सिरेटोले छोप्न आइपुगेको छ। बिमारले ग्रस्त छोराको चिच्चाहाट कानमा क्रमशः मधुरो मधुरो भएर ओइलाउँदै गइरहेछ। तत्क्षण एउटा स्कुटर थसुलेको अगाडि आएर टक्क रोकियो। फेन्सी र काँचो कपडाको झोलाले भरिएको छ स्कुटर। हेलमेटको सिसाभित्र रातो लिपस्टिक पोतिएका ओठहरू मुस्कुराए। थसुलेका काला काला आँखाहरू पनि एकाएक चम्किला देखिए। अरे, अस्ति पनि म्याडमले मासु खुवाउनु भएन? यसरी कहाँ हुन्छ हजुर? हाम्रो सरलाई खुब मासुको लत लागेको छ। अचेल हेलमेटभित्र चलमलाएका ओठहरू झन खुलेर आए। हा 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 हा। थसुलले हाँसेको बाबुरीले पहिलो पटक देखी। तर यस्तो डर लाग्दो हाँसोको अगाडि कसरी पर्न सकेकी होली त्यो स्त्री? उसको मनमा तर्कना छुटे। भर्खरै त्यस हदसम्म रुखो बोलेको उसको आवाजमा एकाएक लालित्य छाएको छ। स्कुटरले बोकेको त्यत्रो सामानमा कुनै ध्यान छैन। आश्चर्य पनि लागेको छैन उसलाई, किनकि बाबुरी यस्ता अनेक दृश्यहरूले अभ्यस्त भइसकेकी छे। तर उसको मस्तिष्कमा प्रश्नहरू निर्माण हुन केले छेकिरहेछ। शनिबार बेलुका आउनुहोस् न, यति भनेर स्कुटरले नेपालगञ्जको बाटो समात्यो।
हुस्सुभित्र स्कुटर नहराउँदासम्म थसुलेका आँखाहरूले पछ्याइरहे। फेरि बाबुरीको नजिक आएर सोध्यो, घरका भनिसले तैँले? रानी तलाउको बगल साप। विनम्रतालाई कायम राखेर बाबुरीले दोस्रो पटक आफ्नो ठेगाना बताए। ल बेलुका चट्ट मासु बनाएर राख्नु घरमा, म आउँछु। अहिले यो सामान लिएर जा, पक्का आउँछु नि फेरि। सबै बन्दोबस्त मिलाउनु। ठिक छ। थसुल्लेको आदेश सुनेर बाबुरीको टाउकोभित्र सिल्का हान्यो। रगत उम्लिएर सिधै मस्तिष्कमा पुगेको हुनुपर्छ। जिरिङ्ग भयो शरीर, निधारमा गाँठै पर्यो। खै के गर्न खोजेको थिए? रिसले अनियन्त्रित जस्तो देखिए कि बाबुरीले अचानक सामानको बोरा जुरुक्क उठाएर टाउकोमा राखी र सरासर उत्तरको बाटो समाए। पैतालामा दम पर्यो। कालोपत्रे सडक पनि थलथलाएको अनुभूति भइरह्यो उसलाई। बाबुरीले जीवनमा गर्न सकेको प्रतिकार त्यति मात्र हो। विद्रोहको रूप अनेक भए पनि उसले अस्वीकृति जनाउने उत्तम तरिका त्यही मात्रै। हरेक समाजले हैसियत अनुसारको विद्रोह सिकाएको हुने रहेछ। त्यो हद नागेर प्रतिकार गर्न खोज्नेहरू महान बन्न सक्दा हुन्, तर बाबुरीलाई महान बन्न कसले रोकिरहेछ? यो कस्तो विडम्बना! बाबुरीको त्यस ढाँचालाई थसुल्ले पुलिसले आफ्नो आदेशको स्वीकृति सम्झिरहेको हुनसक्छ बाबुरीको रिस अचानक त्रासमा पुगेर टुङ्गिएको। संसारको सबैभन्दा ठूलो कमजोरी त्रास हो भन्ने बाबुरीलाई कहिल्यै थाहा थिएन। हुस्सुको मात्रा पातलिएको छ र बढ्दैछ अन्धकारको मात्रा। साँझमा पनि कुनै कमी आएको छैन चिसोको। रानी तलाउको रिङ रोड भन्दा केही पर, अलिकति पर, झिङ्गटीले छाएको सानो घर अगाडि पुगेर बिस्तारै एउटा मोटरसाइकल रोकिन्छ। शीतका मसिना मसिना कणहरू हावामै लहराइरहेका छन्। चिसो सिरोटो चल्छ पटक पटक। कठाङ्ग्रिएको छ सहर। भिजेको सडक पुरै सुनसान देखिन्छ परसम्म। हुनसक्छ मानिसहरू घरभित्र गुस्रिसकेका छन्। सहर नै मानवविहीन भएको कल्पना गर्न त्यति कठिन छैन जस्तो यति बेला आकाश हेर्दा सूर्यको अस्तित्व छ भनेर नमान्न पाउने ठाउँ छ, किनकि उपस्थितिको कुनै अंश छैन। बाबुरी लखतरान देखिन्छे। उसको बिलापले भरिएको रोदनको अटुट लय थामिएको छ भर्खरै मात्र। भोक र सन्तापले खाइसकेको उसको शरीरको सञ्चित शक्ति पनि सम्पूर्ण रूपले सिद्ध्याएर निस्लोट भएकी छे। थाहा छैन उसको मस्तिष्कमा राम अचलको अभिव्यक्ति पुनर्ध्वनि भनेर आइरहेछ या छैन। 2-4 जना सिवाय घरको आँगनमा कोही भेला भएका छैनन्। जति छन् सबैले मौनताको प्रतियोगिता चलाइरहेका छन्। उदास छन् सम्पूर्णका आँखाहरू। त्यहाँ कुनै रुवाई, रोदन या क्रन्दन छैन। बरु मान्छेहरू सुस्केर हालिरहेछन् र अर्धचेत बनेर ढलेकी बाबुरीको ठिक अगाडि सुतेको छ एउटा सानो शव। एकाएक कुनै पर्फ्युमको वासना हरर फैलिएर स्तब्ध आँगनलाई छोप्यो। त्यसअघि नै मोटरसाइकलको आवाजले सबैको ध्यान तानिसकेको थियो। त्यो वासना अर्धचेत बाबुरीको नासिका भएर मस्तिष्कसम्म पुगेपछि आँखाहरू खोलेको हुनुपर्छ उसले। उसका शक्तिहीन आँखाहरू सडक छेउमा रोकिएको पुरानो मोटरसाइकलसँगै ठिङ्ग उभिएको त्यही थसुल्ले हवलदारका चम्किला आँखाहरूसँग जुधे। कुपोषणले मरेको बच्चालाई रुँगेर बसेकी शोकग्रस्त आमाको मासु खान अर्को एउटा भोको गिद्ध भर्खर आइपुगेको छ र बाबुरीका विक्षिप्त आँखाहरू चिम्म भएका छन्। यो थियो नवीन अभिलाषीले लेख्नु भएको क्यारिङ।